रातिको 2 बजे भोक लाग्यो भनेर यसरी गुवाम कस्तो लाग्यो त? रातिको 2 बजे खाना पाउँदाखेरि कस्तो लाग्यो? Hello guys, welcome to our new vlog, new day. ल आजको भिडियो चाहिँ देखिरहनु भयो होला हामी हैन टुडखेलमा छौँ आज तानसेनको। आज चाहिँ हामी 28 विक्स पुग्यौं हैन। त्यसले गर्दाखेरि आजको भिडियोको सुरुवात चाहिँ पुरा वकिङबाट गर्ने विचार गर्यौं हैन। त्यही भएर हामी टुडखेलमा आछौँ यसो एक राउन्ड डुल्नलाई हैन। पुरा अलिअलि हिँडाउनु पनि पर्यो नि त हैन। सुतेर बसेथ्यो बिहानसम्म नाइट ड्युटी गरेर आएको गफ हानेको बिहानसम्म सुतेर बसेथ्यो जबरजस्ती उठाएर लिएर आएर यो टन्टलापुरी घाममा मर्निङ वाक आइएछ। आजबाट चाहिँ हाम्रो 28 विक्स सुरु भयो हैन। त्यसले गर्दाखेरि अलिअलि एक्सर्साइज पनि चाहियो, अलिअलि हिँडाउनु पनि पर्यो उसलाई। अब धेरै छैन, 3 months लेफ्ट। यो चाहिँ बिहानको मस्तको टुडखेलको भ्यू है। यो चाहिँ ट्याक्क ठिक छ। यसो अलिअलि उसलाई एक्सर्साइज गराउनु पर्यो नि त अलिकति हैन। घाम लागिसक्यो एक्सर्साइज भन्दा नि बिहान उठ भन्दा नमान्ने नि घाम लागेपछि लिएर त आउनु पर्यो। अब छुट्टी नै यतिखेर भएपछि के गर्ने। ल यस्तै छ गाइज, हाम्रो दिन चाहिँ आजको यसरी सुरु भयो है वकिङबाट। र हामी चाहिँ पुरा एक राउन्ड टुडखेल डुलेर हैन फेरि घर पुग्न लाग्यौँ। हिँड्दै हिँड्दै मासिएर आयौँ हैन। उसलाई हिँडाउनु त पर्यो। मस्त तरिकाले केरा खाँदै हिँडिरहेछ। बिहान उसको आजको फर्स्ट डाइट होइन। भोक लाग्यो रातभरि किन आएर। ल यस्तै चाहिँ हामी चाहिँ बिस्तारै हिँड्दै अब घर पुग्न लाग्यौँ। यस्तै छ उसको मर्निङ वाक। अब उसलाई दिनदिनै यसरी हिँडाल्नुपर्छ। के छ त हिँड्ने हो कि नै? हिँडिँदै राख्छु है सधैँ। कस्तो लागिरहेको त? आज त हामी 31 हप्ता पुग्यो के अरे होइन। कस्तो लागिरहेको छ तिमीलाई? के हुन्छ, रुने दिन छिट्टै आउँदैछ। 31 हप्ता पुग्यो। हामी चाहिँ उसलाई यसो अलिअलि हिँडाउनु पनि पर्यो होइन। मैले चाहिँ उसलाई अलिअलि यसो हिँडाउँदै बाटोमा यसो पसलसम्म लाँदै कहिले यसो हिँडाउँदै त्यो पनि गर्दैछु होइन। अलिअलि हिँड्नु पनि पर्यो। दिनहरू आउँदैछ, भिडियो हेर्नु भएको छ होला, तपाईँहरूले रमाइलो मान्दै हुनुहुन्छ होला होइन। तपाईँहरूले रमाइलो मान्दै नै हामीले भिडियो सुन्दैछौँ। यस्तो गाडी आउँछ मस्त तरिकाले डिस्टर्ब गर्छन् होइन। त्यसै छ गाइस, अहिले चाहिँ हामी यसो पसलसम्म जान लाग्यो। पसलतिर आयौँ होइन। अलिअलि ब्रेकफास्ट खुवाउनु पर्यो उसलाई, स्किप गर्न भएन। एक राउन्ड डुलेर फर्क्यौँ होइन। घरतिर झर्दैछौँ। सामान पनि मस्त तरिकाले किन्ने यिनलाई खुवाउनलाई होइन। यस्तो सब जङ्क फुड छ। मोज गरेछ नि मलाई त लिएर हिँडेर त मलाई त मोज गर्छ नि। यसै छ ल गाइस, हामी चाहिँ घर फर्किन लाग्यौँ। हाम्रो घर चाहिँ यहीँ अगाडि आयो है। ट्याक्स चलाएर धेरै टाढा त गइएन, यही मान्छेकोमा त गएर अलिअलि हिँडेर आइयो। ल आज त म ट्याक्क मेरो गुल्लुको आउनु लागेको छ। धेरै दिन छैन यहाँ आउनु लागेको छ हाम्रो। आज म यसो गफ हान्दैछु यहाँ यिनीसँग। गफ हान्दैछु म पुरा यहाँ गफ होइन। ठुलोसँग गफ हानिहालेँ एकछिन। अब यसो सानोसँग पनि एकछिन गफ हान्नु पऱ्यो नि होइन। के छ यसो चलो त खै हेरौँ यसो हामी पुटुङ हानौँ त। हेलो के छ त? ठिक छ नि? एक लात हान्न त खै हेरौँ। अहिले स्लिपिङ मोडमा जस्तो छ। अहिले त अलिकति चलेको छैन होइन। ठिकै छ यहाँ यो गोलमुलुको ठुलो गोलमुलु र सानो गोलमुलु यहाँ छ। म चाहिँ यहाँ छु। यस्तै छ ल गाइस, हाम्रो यस्तै चलिरहेछ दिनहरू होइन। अब नजिक पनि आउँदैछ हाम्रो दिन। यस्तै छ ल। हामी चाहिँ आज फेरि हस्पिटलतिर यस्तो प्रस्थान गर्न लाग्यौँ है। मेरो त ड्युटी हो, उसलाई चेक त गराउनु पर्यो। आज चाहिँ हामी सबै फेरि उसको ब्लड टेस्ट अस्ति दिँदै गऱ्यो हामीले। फेरि ब्लड टेस्ट, अल्ट्रासाउन्ड सब ट्याक्क गरिन्छ।
32 हप्ताको ट्याक्कै स्क्यान हानिन्छ ल जम्मा अब चाहिँ हामी यसो हस्पिटलतिर लाग्यौँ आजको हाम्रो 32 विक्सको स्क्यान है अब चाहिँ स्क्यान ब्लड टेस्ट सबै गर्न जानु लाग्यो उसको पनि छुट्टी मिलेको मेरो चाहिँ ड्युटी हो डेज आर कमिङ सुन होइन एक्साइटेड पनि डर पनि बिस्तारै बिस्तारै चलाइरहेको छु बाइकहरू सबै होइन गाइजहरू दिनहरू आइसक्यो डर बढ्दैछ त्यो लेबर पेनको डर प्लस एक्साइटेड कस्तो देरी आउँछ भनेर बोथ आर एक्साइटेड अब हस्पिटल गएर भेटौँला है त मिसन हस्पिटल पुगिसक्यौँ हाम्रो 32 विक्सको बेबी बम त गाइज हामी चाहिँ फाइनली हस्पिटल आयो होइन अब माथि गएर यसो टिकट सिकट काटेर रगत सगत निकाल्ने होला उसलाई के सबै कुरा गर्छौँ होइन ल त स्लो मोसनमा हिँड्दैछ यस्तै छ बिस्तारै बिस्तारै हामी वकिङ दिँदैछौँ होइन गाह्रो भयो अनि गाह्रो त अलिअलि हुने भइहाल्यो बिस्तारै बिस्तारै वकिङ मोडमा यस्तै छ ल हामी पुग्नलाई पनि थकित अवस्थामा छ थाकेछ अरे हिँड्दाखेरि ल फाइनली डन विथ टिकेटिङ एन्ड अल होइन ल त्यसपछि अब है मलाई हेरिराख्नु भएको डक्टरलाई भेट्न जाँदैछु डक्टर सितमलाई गई पनि त्यही छ बिस्तारै बिस्तारै हिँडिरहेछ होइन यही छ हामी माथि यसो अलिकति दिदीलाई पनि देखाएर यसो सल्लाह गरौँला भनेर माथि चढ्दैछौँ ल अब ब्लड दिने सबै गर्ने कस्तो लागिरहेको त ब्लड दिनेमा दुख्छ नि दर्दिन दुख्छ अब दिन त पऱ्यो नि दुख्यो भनेर हुन्छ अनि दुख्यो भने के त जहिले रगत देखे पनि होइन नि त कस्तो लागिरहेको थियो अरूलाई घोज्न सजिलो आफूलाई यस्तो हुन्छ त्यो दुख्ने भन्दा डर के त्यो घोज्ने हो भन्दै धन्यवाद कस्तो एक्सपिरियन्स भइरहेछ त रगत निकाल्दै हस्पिटल आउँदै जहिले रगत निकाल्ने दिन थाहा पाइन्छ मेरो पनि निकाल्ने हो अब 1-2 दिनपछि ठिकठाक र होइन स्थिति ठिक छ ज्यानमा होइन फाइनली हाम्रो अल्ट्रासाउन्ड पनि सक्यो है बेबीको पनि राम्रै रहेछ खुसी लाग्यो ल सबै कुरा ठिक छ होइन अब ब्लडको हेरौँ ब्लड इन्भेस्टिगेसन रिपोर्ट पनि आउनु पाएको छ रगत दिइसक्यौँ होइन अब एकछिन खानपानतिर जानुपर्छ यहाँ भोक लाग्छ चाहिँ यहाँ पनि भोक लाग्छ होइन यहाँ पनि भोक लाग्छ ल अब हामी यसो यहाँबाट निस्केर खानपिनतिर जानु लाग्यौँ है त ल चेकहरू भयो ब्लड पनि दिएँ भिडियो गरेँ फिजिकल एक्जामिनेसन पनि गरेँ अब सक्यो अब घर जानु लाग्यो बुढाबुढी त होइन म हो घर मलाई पुऱ्याउन जानु लाग्नु भएको छ उहाँ चाहिँ आजको सक्यो 32 विक्सको सबै टेस्टहरू भ्याइसकेँ अब होप्छु नभए 2 हप्तापछि फेरि बोलाएको छ 34 विक्समा अनि फेरि त्यहाँ भेट्छौँ हेर्दै गर्नु होला भिडियो हेर्दै अलिअलि फलो पनि दबाइदिइ राख्नु होला सब्सक्राइब पनि गर्नु होला है त ल मेरो सानो गोलुसँग म चाहिँ यसो गीतमा मस्त यसो गीत पनि सुनाउनु पऱ्यो नि निस्किन अगाडि नै पहिलेदेखि मेरो स्वर सुनेर पुरा नाचिरह यहाँ होइन ल गीत सुनाउँछु म एउटा
मेरो गोलु आउँदैछ तेरो यसो गीत सुनाइरहेको छु म चाहिँ यहाँ अहिलेदेखि नै 1 केक प्लिज इ कस्तो लागिरहेछ त हिँडेर कस्तो लाग्ने हिँड्नु कस्तो हिँड्नु कस्तो हुन्छ र रमाइलो लागिरहेको चलिरहेको गाइजहरू 34 विक्सको इभिनिङ वाक हो हाम्रो यस्तै छ यो भ्लग त पुरा अब वकिङ होला जस्तो छ सबै होइन पहिलेदेखि हिँड्ने भिडियो छ मस्त तरिकाले एक्सर्साइज गरिरहेको छु उसलाई खास त लास्ट टाइम्स्टर भनेको हिँड्ने टाइम्स्टरले भन्दा यसले चाहिँ के गर्छ भने जति हिँड्यो एक त बेबी डाउन पनि जान्छ जसको कसैको बेबीहरूको हेड डाउन हुँदैन तिनीहरूको बेबीको हेडहरू डाउन हुन्छ एक्सर्साइज बेनिफिट एक्सर्साइज हो यो भनेको डेलिभरीमा पनि सजिलो गराउँछ तर हिँड्दाखेरि दुःख त छ ल है हाम्रो भिडियो हेर्दै गर्नु यस्तै छ हामी बिस्तारै हिँड्दैछौँ अगाडि आइरहेको छ दिन ल त गाइस अब अझै 2-3 राउन्ड हानेर हामी फेरि घर जान्छौँ ल है त यस्तो त कहिले पनि हुँदैन होला रातिको 2 बजे भोक लाग्यो भनेर मेरो यहाँ गोलमुलले के गर्दैछ म तपाईँलाई देखाउँछु है त ल हेर्नुहोस् है त कसको 34 हप्ताको बेलामा यस्तो भएको थियो है त ल हेरिहाल्नु है त ल हेर्नुहोस् ल यहाँ यस्तो छ त रातिको 2 बजे भोक लाग्यो भनेर यसरी गुवाम कस्तो लाग्यो त रातिको 2 बजे खाना पाउँदाखेरि कस्तो लाग्यो म नखाने अब सुत्ने हो म त गएर तिमी खाएर आऊ ल यस्तै छ गाइज ल हाम्रो चाहिँ यस्तै चलिरहेछ अहिलेको दिन रात होइन रातिको 2 बजे भोक लाग्यो भनेर मलाई ठ्याक्क गरेर उठ्यो त्यो पकाइदिएको चाहिँ मैले हो फेरि खाएको चाहिँ मात्र हो फेरि आफैले पकाएको सोच्नु होला रातिको 2 बजे यसरी चाउचो मैले पकाएर गम बजाएको छ यस्तै छ ल खुसी सकेर होइन अब निद्रा लाग्यो नि अब यति खाएपछि त ल यति खाएपछि त निद्रा लाग्ला ल त यस्तै हुँदो रहेछ यो पनि एउटा किसिमको रमाइलो हो प्रेग्नेन्सीको टाइमको रमाइलो हामीले यो भिडियो हेरेर हामीलाई पनि रमाइलो लाग्छ है पछि ल यस्तै छ गाइस हामी चाहिँ अब चौचो यसो अलिकति खाएर स्लिपिङ मोडमा जान्छौँ ल त